आउनुहोस् नानी पवित्र नानी लिनु के गर्नु लाग्छौ ए फ्लावर बनाउन ल बनाऊ बनाऊ फ्लावर बनाउनु लाग्छ के मेरो छोरीले काटेको त देखाउनु हुन्न नि बुढा पूजा देखान्न राम्रो भयो होला राम्रो देखेर हो कि के गर्दै हो रोटी हाल्न ओरिजिनल वाला के नि यता के गर्दै हो त अचार वाली हो क्या यता हेरौँ न हो किन उता यता यता अचार वाली यता रोटी वाली अनि यिन चाहिँ के हुन् त ए रोटी वाली ओ चल्लियो लिनु नि पो आउँछ त नि बस छोरी ए हस् हस् अचार चाहिँ निकै मिठो बन्ला जस्तो लागिरहेको छ अचार वाला अलिपछि हाल्नु कि त ठाउँ छैन त नाच न नाच त ल हेलो अचार वाली खूब मन परेको छ क्या मलाई छोरी उता नजाऊ के यहाँ बस कुरा गर्न गएको हेर्नु न ए ए ए कहाँ हो लिनु के गर्दै हो आज त्यहाँ हेर्नु न हजुर कोकवाली हौ त्यही राख कि छोरी त्यो आइस बनाएछ नि त आइस पग्लिन्छ कि त्यही राख
घाममा राख कि घाममा घाममा राखिदियो कि पारी बुढा के को लागि हो मोमो र छोरी छि सिगा हेर त देखिन बासा हो र हेलो यस्तो भएको छ कि नै तर काट्दैछ कि नै हाम्रो दुईटा देखेछ सिगान अलि आइरहेछ साथीहरू सिगान देखेर अलि नघिनाउनु होला ल बोल न के हेलो गाइस रोटी वाली आज हामी के गर्दैछौँ भन त आज हामी पूजा रोटी पूजा पूजा अनि हाम्रो ठुलो मम्मी पनि आदै हुनुहुन्छ होला आदै हुनुहुन्छ होला कहाँबाट देउखरीबाट ए देउखरीबाट ओहो आज आज के हो आज ह्याप्पी न्यू इयर हो नि ह्याप्पी न्यू इयर गाइस जुन ठाउँबाट ह्याप्पी न्यू इयर देखिरहेछ छोरी ल ह्याप्पी न्यू इयर ल ह्याप्पी न्यू इयर फुपू भन्नुहोस् रे क्या ह्याप्पी न्यू इयर सँग भनेर क्या ह्याप्पी न्यू इयर बोइदेखि लाग्छ नि तिमी त यता छेउ त